यदि गणतन्त्र उल्ट्यो भनेदेखि जीवनभर जेलमा कुहिने कुकर्म उहाँहरूले गरिसकेका छन्। त्यसकारण कुनै पनि हालतमा गणतन्त्रलाई बचाउनु उहाँहरूको परम धर्म भएको सिद्ध भइसकेको छ। यी गणतन्त्र ल्याउनेहरू जो कुर्सीमा बस्ने मात्र नवधनाढ्य भएका छन्, जनताहरू दिन पर दिन गरिब भइकन मरिराखेका छन्। योबाट ती जनताकैबाट यो गणतन्त्र उल्टाउने उद्घोष जनआन्दोलन समितिले गरेको छ। भोलिको त जनआन्दोलन हो। जनताहरू चाहिँ काठमाडौँ उपत्यकाभित्रका वरिपरिका पनि हजारौँको सङ्ख्यामा रत्न पार्कमा भेला हुने भन्ने उद्घोष जनआन्दोलनले गरिसकेको कारणले सम्पूर्ण आउँछन्। अघिल्लो समयको जस्तो झडपहरू पुनः भयो भने शान्तिपूर्वक सभ्य र शिष्ट तरिकाबाट हुन्छन्। त्यो माथि अस्तिको जस्तो मजमै टियर ग्यास हाल्छन् भने पनि हामीबाट प्रतिकार हुँदैन। सहन तयार छौँ। सडकमै बसेर आन्दोलन हामी गर्छौँ, पार्कमै बसिकन गर्छौँ। कसैलाई पनि हानि हुने काम यो आन्दोलन परिचालन समितिले हुन दिँदैनौँ। त्यो हामी तयारी हालतमा छौँ। भोलि गणतन्त्र दिवस पनि छ, त्यही दिन चाहिँ किन पार्नुभयो? अब त्यही दिन त जुन दिन गणतन्त्र अफाव ल्याए र अफाव सिद्ध भइसकेको छ। यता हेर्नुहोस्, सरकार चलाउनेदेखि लिएर करप्सन गर्ने कुरादेखि लिएर विभिन्न एयरपोर्ट काण्डदेखि तातै तपाईँ हाम्रै अगाडि छ भनेदेखि अब कतिसम्म सर्ने? खै जनतालाई जुन सपना बाँडेर गणतन्त्र ल्याएको छ, यी गणतन्त्र ल्याउनेहरू जो कुर्सीमा बस्ने मात्र नवधनाढ्य भएका छन्, जनताहरू दिन पर दिन गरिब भइकन मरिराखेका छन्। योबाट ती जनताकैबाट यो गणतन्त्र उल्टाउने उद्घोष जनआन्दोलन समितिले गरेको छ। धन्यवाद। अघिल्लोचोटि पनि शान्तिपूर्ण रूपमै आन्दोलन गर्ने भनेर सुरुवात गर्नुभएको थियो, तर घटनाले उग्र रूप लियो। सुन्नुहोस्, म तपाईँलाई साँचो कुरा भन्छु। त्यो युवा भाइ, पत्रकार भाइ, उसँग मेरो राम्रो सम्बन्ध थियो। तपाईँहरूको त साथी नै थियो। के हामी जीवनमा अहिलेसम्म त्यस्तो काम हामीले सोचेको पनि छैन, गर्ने त परिजाओस्। यो पनि माथि छतबाट टियर ग्यास हान्ने एउटा बिचरा चाहिँ सुमो चलाउने ड्राइभर कीर्तिपुरको बिचरालाई छातीमा ताकेर गोली हानेको छ, हान्न लगाएको छ। भिजिलेन्सले परिचालन गरेको छ यो सरकारले, किनकि उहाँहरूलाई डर छ यदि गणतन्त्र उल्ट्यो भनेदेखि जीवनभर जेलमा कुहिने कुकर्म उहाँहरूले गरिसकेका छन्। त्यसकारण कुनै पनि हालतमा गणतन्त्रलाई बचाउनु उहाँहरूको परम धर्म भयो।